बाई कन्टेक्स्ट के यतिकै जस्ट अ ऱ्यान्डम थिङ अनि हामी चाहिँ प्राइमार्कको अनि हामी चाहिँ नि एक्सचेन्ज कलर एक्सचेन्ज गिफ्ट के अरे एक्सचेन्ज गर्ने भनेर यहाँ आएको छ सो हामी अब ब्याग लिन जान्छ अनि गिफ्ट किन्छ 50 पाउन्ड इच हामीले स्पेन्ड गर्न लागेको लेट्स से के किन्छ हामीले निकोललाई त मन पर्दैन भनिसकेको छ निकोललाई चोइस मन पर्दैन भनेको के थाहा हाम्रो मन पर्छ कि पर्दैन भनेर पनि पर्छ किनेपछि थाहा हुन्छ इच ब्याग फुल यसो भरिभरि आउँछ है 50 को यही सबै 50 यही जान्छ र हेरिदिने ल म सुरु गरेँ अब यहीँबाट हेर्दै माथि ल ब्याग चाहिँ बोक्यो कि हामी अब स्प्लिट हुन्छ स्प्लिट भएर के पर्छ हातमा यो चाहिँ नि यताको डिरेक्सनमा गयो निको म अब अर्को डिरेक्सनमा जान्छु कलर पनि बिर्सिसक्यो कुन हो भनेर के किन्ने केही देख्दैन म त हेर्नु न कता आयो म अब गिफ्ट्स हेर्छु देन आई सो यु एट लास्ट सामान किनेर सकिसक्यो एउटा साथी आउँदैछ दुईटा कलर बाँकी छ एउटा साथीले किन्नै नि किनेको छैन मैले किने छैन म किन्छु त्यही हो कुराकानी मेरो सामान यही हो आफ्नो लागि टावेल किन्यो फुलहरू हो पछाडि त्यति धेरै फुलको अगाडि एउटा सिङ्गल फुल पछाडि फुलहरूको अगाडि अर्को फुल भने हामीले आज सामान किनेर भइसक्यो यसको सामान हालत खराब पानी परेर च्यातिन्छ जस्तो छ अझै बाँकी छ एउटा दुईटा अनि हामी गर्जन लागेको पानी परेर गेमको कुरा निकोल दिदीले नबुझेर अनि गेमको रुल्स नबुझेर हैरान हामी कलर एक्सचेन्ज गेम खेल्न लागेको हामी आज कलर एक्सचेन्ज गेम खेल्न लागेको आज Valentine's Day अनि इट्स 1:19 AM इन द मर्निङ त्यही हो अब हेरौँ सबैजनाको काम छ त्यही पनि यस्तो छ हालत म 4 बजी उठ्छु गाइस मेरो चाहिँ दिउँसो लाइफ स्टार्ट गर्छ अब हेलो फ्यामिली हेलो गाइस विस्पर च्यालेन्ज खेल्न लाग्छ आज चाहिँ हामी तिनजना हामी साथीहरू चाहिँ टिकटकको ट्रेन्डिङ जुन चाहिँ त्यो कलर एक्सचेन्ज के अरे कलर गिफ्ट एक्सचेन्जवाला गेम छ नि त्यो चाहिँ हामी गर्न गइरहेको छौँ खास प्लान चाहिँ भ्यालेन्टाइन डेको दिनमा थियो तर पनि अब ग्यालेन्टाइनको दिन सरी ग्यालेन्टाइन डेको दिनमा बिकज अफ त्यो वर्किङ स्केड्युलिङ नमिलेको भएर चाहिँ आज हामीले 12मा होइन 12मा गर्दैछौँ त्यही हो अब विदाउट डिले हामी चाहिँ स्टार्ट गर्न जान्छौँ कलरहरू चाहिँ ऱ्यान्डम हामी आफै नै चुज गर्छौँ त्यो हामी फोन हेरेर चाहिँ गर्ने छैन म फर्स्ट कलर ब्राउन भन्न चाहन्छु साथीहरू ब्राउन अडियो डिस्टर्बेन्स भयो भने प्लिज माइन्ड नगरिदिनु होला ल 3 2 1 गो
खास गरी मैले सुरुमा गेमको रुल्स बुझेको थिएन है दुवैजनालाई आइडेन्टिकल गिफ्ट दिनुपर्ने रहेछ एकछिन तर नेक्स्ट मेरो अर्को कुन छ भने कम्प्लिमेन्ट्री हो होइन कम्प्लिमेन्ट्री होइन त्यो सानो गिफ्ट यसको ओ म त खोलेकै छैन मैले चाहिँ मफलर सोचिरहेको थिएँ मफलर पनि फेरि सानो छ त सोचियो टप ए फरक उसले नबुझेर नाइस 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 ओसो यो स्कर्ट चाहिँ हामीले पहिला पनि कति देखिरहेको थियो नि त होइन अनि यसलाई एकदमै मन परेको थियो कि त्यो स्कर्ट थ्याङ्क यू ल अर्को कलर भन साथीहरू प्लिज नेक्स्ट कलर मलाई चाहिँ टाइम लाग्छ व्हाइट रेडी कम्प्लिमेन्ट्री पनि छ जस्तो लाग्यो I don't know if I like white count girls if you got them, but it looks like white, no? चाहिँ वाइट यो चाहिँ रुसिलाले पजामा किन्छ कि किन्दैन होला जस्तो लागिरहेको थियो पजामा सेक्सनमा पनि मलाई देखेको थियो अरे बट स्टिल मैले किनेँ यो रुसिलालाई अनि मेरो चाहिँ यो थ्याङ्क यू अनि मैले यो किन्नुको रिजन चाहिँ हामीले ठ्याक्क जाँदाखेरि चाहिँ उसले व्हाइट कस्तो सफ्ट कस्तो राम्रो भनेको थियो अनि ठ्याक्क मैले व्हाइटमा चाहिँ यो देखेँ द्याट्स वाइ एक्सएस फर थ्याङ्क गड मैले किनेन मैले गएको थिएँ यसले मन परेछ भनेर होइन अर्को किनिदिन्छु फेरि स्मल फर थ्याङ्क यू व्हाइटमा मैले पनि यो चुज गरेर फेरि तिमीलाई चेन्ज गरेर अनि अर्को सेक्सनमा गएर थ्याङ्क यू मलाई मन पर्यो खै एक्सेल खै एउटै साइज छ कि के छ तर यो त हुन्छ मैले छोटो गरेको थिएँ कि एउटै हो मैले ठुलै साइजको गरेँ इयरमा ठिक छ वाउ कस्तो राम्रो हो नेक्स्ट ब्ल्याक ब्ल्याक हामी अस्ति एकचोटि कुरा गरेको लाउन मन थियो ल म दिन्छु है यो चाहिँ मलाई लाउनु मन थियो भने स्कर्टमा ब्ल्याक मेरो यतिमा थियो अनि मैले पनि सेम बोकिने अनि त्यसपछि बेल्ट तल चाहिरहेको थियो भने थियो क्या है बेल्ट है अनि त्यही भएर दिस इज फर यु एन्ड दिस इज फर यु अनि मेरो चाहिँ एकदम चिसो हुन्छ हाम्रो कृषाजीलाई चाहिँ त्यही भएर उहाँलाई र उहाँलाई पनि मैले मात्रै ताली बजाइरहेको छु हेलो ल 1 2 3 गो मैले पनि टावल किनेको थिएँ कि यसको लागि टावल किनेको थिएँ होइन तर मलाई थाहा छैन फेरि टावल चाहिएको कि ठुलो टावल चाहिएको भनेर अनि मैले फेरि टावल त किनेँ पछि तिमीहरू दुईजना आइडेन्टिकल होस् भनेर ड्रेस किनेँ मैले फेरि तिमीहरूले फ्रेस टावल युज नगरेर जस्तो लाग्यो कि छुट्टै बडीको चाहिँ उसको अनि त्यही फ्रेस टावल किनेँ मैले चाहिँ मेरो साथीहरूले बुट्सबाट यति धेरै मेकअपको सामान किन्छ अनि त्यही भएर अनि मेरो साथीहरूलाई अर्को पनि छ समर इज कमिङ नियर द्याट्स वाइ नाइस कट्टु त्यही भएर चाहिँ मन परेको नि त त्यसमा जस्तो लाग्दैछ यो तलाई हेर्नु मन लाग्यो त हेर्नु पुग्नु पऱ्यो नि हेरौँ न ड्रेस हेलो ल धेरै वर्षलाई पुग्नु भयो तिमीहरूले साइज हुन्छ तर एउटै साइज हुन्छ नि त थ्याङ्क यू रेड रेडी 1 2 3 जस्ट फर फन गाइज जस्ट फर आफूले किनेको यो तपाईँ यो यिनीहरूलाई होइन सरी गाइज दिस इज फनी यो जस्ट यिनीहरूलाई के हो गर्नको लागि मात्र मेरो चाहिँ रेड पाउन गाह्रो भयो अनि यसमा चाहिँ नि रेड छ कि या रेड त्यही भएर रेड भयो समरको लागि मैले यिनीहरूले कहिले पनि यस्तो जुत्ता लगाएको थियो छैन है यो ब्याले सुज यिनीहरू त्यो पनि गर्न लाग्यो थ्याङ्क यू मेरो चाहिँ मेरो साथीहरूको सेक्सी लिपको लागि क्युट लिप अनि नेक्स्ट चाहिँ मैले रेड चाहिँ केही दिन नसकेर मेरो साथीहरूलाई अर्को नेक्स्ट
Damn यार this is cute. Thank you. म त कति खुसी भयो मेरो पैसा नजाओ हालै समरको लागि के पनि कपडाहरू किन्नु पर्दैन गाइज ए सरी यार गाइस यो मैले ब्ल्याकमा दिन्छु भनेको ब्ल्याकमा के दिनु म त ब्ल्याकमा मैले बो मात्रै दिएँ कि त्यो चाहिँ नि ब्ल्याकमा काउन्ट हुन्छ यो कहिले यिनीहरूको सामान छ कस्तो हुन्छ यस त्यस्तो पाउडर यो सर्फ या त्यही भएर युजफुल के चाहिँ युज होस् भनेर है त साथीहरू थ्याङ्क यू थ्याङ्क यू ल थ्याङ्क यू अनि मेरो अर्को पनि छ पिङ्क छ तिम्रो नि मेरो पनि छ कस्तो भन्छ मेरो अर्को गिफ्ट चाहिँ साथीहरू यो हो पिङ्कमा मिरर मेरो साथीहरूलाई पकेटमा हालेर हिँड्नलाई मुख त अब धुइन्छ धुइँदैन थ्याङ्क यू लभ माई टर्न होइन यो मेरो सकाउने तेरो गर्न यो रुसिलाको लागि यो के हो यो Jewelry ज्वेलरी box. बक्स ज्वेलरी बक्स मेरो त सबै त्यसै थ्याङ्क यू मेरो लेटर एउटा अर्को छ होला रुसिलाले स्काल्प मसाज चाहिरहेको अनि नेक्स्ट वान इज कृषकको लागि पनि ज्वेलरी बक्स अनि मेकअप ब्रस यो चाहिरहेको थियो मसँग पिङ्क अर्को नि छ तर त्यस ला यिनीहरूलाई त मैले छुटाउँदै दिएछु कि छुटाउँदै दिएछु थ्याङ्क यू के हुँदैन हट एन्ड फ्रेस रे पाएँ गाइज सरी येलोमा what's that अब अब रुमै हराएर साथीहरू लास्ट अब हाम्रोसँग जसको खास कलर छ त्यो हो ब्लू 1 2 3 सो मैले लिटरली मलाई के सबैको कपडा मैले पुरै उ गरिरहेको छु के कसरी पनि केही पनि किन्नु पर्दैन समरको लागि मेरो चाहिँ यो क्यान्डल हो साथीहरू थ्याङ्क यू क्यान्डल क्यान्डल यो यसमा चाहिँ नि ब्लु कलरको उ छ यो चाहिँ नि रिङ हो रिङ छैन भन्दै थियो थ्याङ्क यू तर खोलेर हेर्न मिल्छ थ्याङ्क यू अनि पहिला यसको चाहिँ अनि दिन्छु यो रुसिलाको लागि स्कर्ट थ्याङ्क यू मैले त्यो यसले त्यो फोटो थियो नि त अनि अहिले यसको स्कर्टहरू कसको स्कर्ट त्यो स्कर्ट छ होइन भनेर सोधा कि अझ किनिसकेपछि सोधा कि अझै त्यही हुँदाखेरि अनि होइन तिमीहरू होइन होइन भनेर रतन दुईवटा स्कर्ट हुन्थ्यो अनि यो टप थ्याङ्क यू हेरौँला त फेरि हाल्नु ब्लू होइन त्यस्तै म नाइस थ्याङ्क यू मेरो ब्लू एउटा लास्ट छ म कति ताली बजाउँछु साथीहरू तिम्रो वाउ पासपोर्टले भनेको ल निकल कस्टमाइज उही नाम छ माई गॉड यो त्यो ब्लुटी मन पर्यो ओ माई गॉड मेरो पनि छ एउटा लास्ट एउटा सेम साइज छ तर मलाई एकदम डर प्लिज गर्नु पर्दैन तर मलाई यसले चाहिँ एकदम छोयो साथीहरू कसम ढाँटेको होइन एकदम इमोसनल फिल भएको यहाँ नाम थियो नि त त्यही भएर पनि के यो त छँदैछ तर नामले गर्दा चाहिँ थ्याङ्क यू म नेपाल जान पाउने यहाँ हालेर इन्टरनेसनल कस्तो रमाइलो भयो everyone happy यति हेरेर लट्स अफ गिफ्ट देखेपछि जो पनि ह्याप्पी हुन्छ त्यही हो साथीहरू अब जज नगरिदिनु होला तर जे भयो नि जस्तो सुक्यो भने चाहिँ ट्रेन्ड फलो गर्नको लागि मैले चाहिँ गरेको हो रमाइलोको लागि त्यही हो हजुरहरूलाई भिडियो कस्तो लाग्छ राम्रो गरिदिनु होला लाइक गरिदिनु होला मेरो यिनीहरूले कुरै सुन्दैन है त्यही हो साथीहरू के शब्द बोलाउनु मन धेरै बोलिसक्यो कृषा जाओस् केही शब्द
यति राम्रो राम्रो गिफ्टको लागि भेरी भेरी थ्याङ्क यू सो मच बोथ अफ यू अनि त्यसपछि सबै राम्रो छ चाहिएको सामान मात्रै छ समरको लागि सबैलाई एकदमै प्र्याक्टिकल वेमा सोचेर के सबै सामानहरू अनि त्यसपछि त्यही अरू आई लभ यू साथीहरू I love you. Happy Valentine's Day. Happy Valentine's night. Who needs a Valentine when you have these Girls. kind of people around you? Okay. साथीहरू Bye bye. Hope you like it. लाइक मन परेमा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला. See you अब हजुरहरूलाई अर्को भिडियोमा. Bye bye. Bye. किन हाँस्नलाई त्यो मेरो फोन रो नभयो नि एकचोटि यसो ट्राई गरौँ न. अनि मैले के सोचेको थिएँ थाहा त्यही त नि. सक्यो हाम्रो गिफ्ट एक्सचेन्ज Okay, बाई Wow.